भर्ग साम्पाङ, बालेन शाह, गोपी हमाल जस्ता मान्छेहरू नेपालमा खाँचो युट्युब च्यानल मोनिटाइज भयो। राजा हुँदैन हैन त्यो पुलिसको त खुट्टा भाँच्नु एमालेको मान्छे हो अनि मात्रै राजा भन्छु त्यसको ढङ्ग छैन आउँदैन देश बचाउँदा टप्पर सायद ज्याद्रो मान्छे। सो साथीहरू सम्पूर्ण साथीहरूलाई वेलकम ब्याक। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि साथीहरू तपाईँहरूलाई एउटा खुसीको न्युज सुनाउन चाहन्छु है। खुसीको कुरा मेरो हिजो भर्खर मेरो च्यानल मोनिटाइज भयो हैन। मैले अब सबै कुरा मोनिटाइज गर्नुको लागि सबै कुरा गुगल एसेसमेन्टको लागि सबै कुरा कम्प्लिट पुरा गरेँ। अब मलाई हप्ता 10 दिनदेखि लिएर 1 महिनाभित्र गुगल एसेसमेन्ट पेपर पठाउँछ र अब त्यो कहिले आउँछ त्यो आएपछि म बाँकी ब्लग बनाउने छु। अनि स्पेसली चाहिँ थ्याङ्क यू सो मच एएमआरबी फ्यामिलीलाई है साथीहरू। अनि टेपा कता गराउनु भएको? हाम्रो टेपा कहाँ गराउनु भएको? यहाँ पनि काम गरेको बिहानभरि। अनि राजा ल्याउने कि के गर्ने? राजा चाहियो नि त देशमा, राजा चाहियो नि त। राजा त्यो नेताहरूलाई राख्ने कहाँ छ राजा? कहाँ छ राजा? अनि त्यसमा नेताहरू त्यो पाल्ने कि चोर नेताहरू पाल्ने कि राजा पाल्ने? टेपा नेता पाल्ने नि के राजा पाल्ने? राजा बाबु तपाईँ एमालेको मान्छे हो? तपाईँ एमालेको मान्छे हो? तपाईँ एमालेको मान्छे हो कि कङ्ग्रेसको? कङ्ग्रेसको। कङ्ग्रेसको ल ठिक छ। हामी पनि काङ्ग्रेसकै होइन र अहिले चाहिँ हामी राजावादी हो। किनभने अहिले देशमा एकदम भ्रष्टाचारदेखि लिएर होइन देश डुबानमा परिरहेछ त्यो नेता चोरहरूले गर्दा। अब 800 कल जाने नेताहरूलाई पाल्नुभन्दा बरु एउटा राजालाई हामी पाल्न सक्छौँ नि त। सोगाई चाहिँ तपाईँ हाम्रो उहाँ चाहिँ हाम्रो टेपा हुनुहुन्छ। टेपा भनेको ठुलो बाउ, हाम्रो यता गाउँको बडा हुनुहुन्छ। अहिले चाहिँ राई भाषामा टेपालाई ठुलो बाउ भन्छ होइन? टेपा कुन भाषा अरे यो टेपा भनेको? टेपा भनेको राई भाषा। त्यही त कुन राईको? ए हो। सो साथीहरू है सम्पूर्ण युट्युब फ्यामिलीलाई चाहिँ एकदम मनैदेखि थ्याङ्क यू सो मच। अझै पनि तपाईँहरूले माया देखाइदिनु होला, अझै साथ सपोर्ट गरिदिनु होला है। यदि तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब अनि बेल आइकन थिच्न नबिर्सिनु होला साथीहरू। फाइनल्ली मेरो युट्युब च्यानल मोनिटाइज भयो, त्यसको लागि थ्याङ्क यू सो मच सम्पूर्ण युट्युब फ्यामिली परिवारलाई। यसै गरी अझै पनि तपाईँहरूले साथ सपोर्ट गरिदिनु होला, माया देखाइदिनु होला है साथीहरू। अनि एकदम खुसी छु म मेरो च्यानल मोनिटाइज भएको छ। यो सब तपाईँहरूले गर्दा, तपाईँहरूको माया साथ सपोर्टले गर्दा। अनि साथीहरू अब मैले चाहिँ अब युट्युबमा मोनिटाइजको लागि के प्रक्रिया गरेँ सबै त्यहाँ युट्युबले मागेको सबै डिटेल्सहरू सबै मैले गरिसकेँ। अब युट्युबले कहिले गुगल एसेसमेन्ट पठाउँछ त्यो थाहा छैन। मैले त्यहाँ हेर्दाखेरि चाहिँ हप्ता 10 दिनदेखि लिएर 1 महिनाभित्र पठाउने रहेछ होइन। अब हेरौँ अब कहिले पठाउँछ थाहा छैन। अनि साथीहरू मैले यो युट्युबको लागि चाहिँ कुन ब्याङ्कमा एकाउन्ट बनाउँदा राम्रो हुन्छ, अब प्राइभेट ब्याङ्कमा राम्रो हुन्छ कि सरकारी ब्याङ्कमा, यो विषयमा यो बारेमा कसैलाई थाहा छैन, केही जानकारी गरिदिनु होला साथीहरू। सो साथीहरू तपाईँहरूले हेरेर साथ दिँदै गर्नु होला। अनि तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब अनि यत्रो घन्टा थिच्नु नबिर्सिनु होला ल साथीहरू। तपाईँहरूको दिन चाहिँ कसरी बितिरहेको छ साथीहरू? अनि मेरो दिन चाहिँ फेरि कसरी बितेको छ भन्दाखेरि साथीहरू हिजो अब 15 गते थियो नि त। अनि त्यो के अरे राजा ल्याउने भनेर पुरा आन्दोलन भएको थियो। त्यो दिन त्यो लाइभ हेर्दा मेरो दिन बित्यो क्या, यस्तो रमाइलो भयो। अन्त हाम्रो दुर्गा प्रसाद दाजुले चाहिँ खतरा गर्दै गाडी माने या बुढोलाई झापा लियो नि त फेरि होइन। अब चाहिँ म यसो गाउँघरतिर कुद्नु पऱ्यो, यसो आफन्ततिर जानु पऱ्यो। राजा चाहियो कि नेता चाहियो भने त्यो विषयमा छलफल गर्ने ल साथीहरू। ल साथीहरू पछि भेटौँ। टेपा के खानुभएको? के खानुभएको? रक्सी। अनि रक्सीको बोतल त सही छ त? सही छैन। लोकल हो? खाना बासी छैन? खाना बासी छैन? खाना खाइसकेको। अनि जुङ्गा काट्नु पर्यो नि बुढो मान्छे, कपाल सपाल के यार? अनि जुङ्गा त काटेको त, कपाल मात्रै काट्नु बाँकी छ। उहाँ चाहिँ हाम्रो बाजे ठुलो बडा र साथीहरू है सबैलाई चाहिँ खतरा थ्याङ्क यू सो मच। स्पेसली एएमआरबी फ्यामिली परिवारहरूलाई ज्यान दिन तयार, ज्यान
जान फाल्न तयार, हामी जान दिन तयार। हेरौला तेरो यो चोरीपुरी कति दिन टिक्छ म पनि हेरौला। अनि ब के देशमा राजा ल्याउनु कि ल्याउने भन्नु नि, के देशमा राजा ल्याउनु पर्यो नि त। राजा हुँदैन हामी राजा हुँदैन होइन हेर्न राजा हुँदैन नेपाली राजा हुँदैन के भन्छ त? मेरो बुढोले त अनि राजा छैन सन्तान मार्न सोच कि भन्छ त्यहाँ साथीहरू। 2 hours later. ल साथीहरू, हामी चाहिँ एकदम है हामी फ्यामिली भ्लग हुन्छ आज। नेता भर्सेस राजाको विषयमा कुरा हुन्छ। अन्त पुरा हाम्रो चाहिँ काका चाहिँ पुरा राजाको पक्षमा। लु छेमा के भन्नु छ? लु राजा चाहियो कि? राजाले नियम दियोस्, कानुन दियोस्, अनि मात्रै राजा भन्छु, न भन्दिन। बात त सही है। अनि त्यो चोर नेताहरू 800 कतिजना चोरहरूलाई पाल्नु भयो, एउटा राजालाई पाल्नु फाइदा होइन हामीलाई? फाइदा एउटा राजालाई पाल्नु राम्रो। अनि त्यो अनि यो आन्दोलनकारीको त 2 तोला सुन हरायो अरे त। ए त्यो उनीहरूको ढङ्ग छैन, हराउँछ। बुद्धि बिग्रेको आन्दोलनमा जाँदा सुनमालामा जाने त देखाउनुलाई फटामोरो बुद्धिरामोरो सकेका अनि काका त्यो भात भेटिनीमा त्यो रक्सीको बोतल फ्रिज चोर्नेहरूलाई के भन्नु हामी? तिनीहरूलाई चाहिँ कारबाही कडा गर्नु पर्यो। त्यो भाटबटेले के गर्यो? त्यो दोकानमा गएर त्यसो गर्ने हो, खेती त्यसो गर्ने हो। आन्दोलनकारीले आन्दोलनको नाममा चोरी डकैती लुटपिट गर्ने हो, त्यो फटा होइन। हो त तोर भन्दा त्यो हाम्रो एमालेको पार्टी अफिसबाट त्यो के अरे फेन लानेहरूको चाहिँ एकदम फेन पुरा। मैले त्यो भिडियो हेर्दाखेरि चाहिँ त्यो फेन बोकेर जाँदाखेरि चाहिँ पुरा के अरे बङ्गलादेशको याद आयो यार मलाई। बङ्गलादेशको जस्तो हालत बनाएको छ। त्यो फ्यान त लगाएको ठिकै पर घर त डढाउँदा केही भएन। त्यो सबै त्यो नेतालाई नै डढाउनु पर्ने भित्र फुलेर। अनि काका त्यो अनि त्यो सुन 2 तोला सुनको विषयमा के भन्नुहुन्छ? 2 तोला सुनको विषयमा चाहिँ त्यो मान्छेले ढङ्ग पुऱ्याएन। किन भने आन्दोलनमा जाँदैछु भरे के हो कसो हो बा झडप पर्दा बा लुटपिट होला भनेर घरमा राख्नु कि देखाउनु लागि गर्छ त। तोला सुन त्यो पनि सिक्री कुन बोल्दै थियो? औँठी सौठी भए त है भन्नु। 2 तोलामा सुनेन काका? राजा देश बचाएको पक्षको मान्छे हो म। हो अनि त्यो पुलिसले छेकेको छ त्यो पुलिसको त खुट्टा भाँच्नु पर्नेछ। सही हो। काकाले त्यति भनिसक्यो भने साथीहरू हामी पुरै राजाको पक्षमा हो। त्यो 800 कतिजना त्यो चोर नेताहरूलाई पाल्नु भन्दा एउटा राजालाई पाल्नु सही हो। राजाले त्यहाँ कानुन नियम बनाउँछ। सबै देश भ्रष्टाचार गुन्डा त्यो सबै मारेर एउटै ठाउँमा जोडेर खनेर ठ्याप्पै गाड्नु पर्ने छ। हेरौँ राजा आऊ देश बचाऊ यो विषय दाजुले के भन्नु छ? म भन्दिनँ। राजा आउँदैन देश बचाउँदा, राजा आऊ देश बचाऊ। अनि त्यो 2 तोला सुनकाण्ड अनि बालबेनी काण्डको विषयमा के बोलौँ न? नेपाली हो, नेपालीले गर्छ होइन। नेपालीले चान्स पायो भने गर्छ भन्ने उखान कुराहरू त सुनिरहेको थियौँ। अब त देखियो पनि हिजोको। अनि हाम्रो दुर्गा प्रसाद ब्रोदरको दाजुको कस्तो छ? 8 हिम्मत दुर्गा प्रसाद अब ज्याद्रो मान्छे। उपस्थिति प्रहरीको बार तोडेर दुर्गा प्रसाई आफै अगाडि बढ्दै हुनुहुन्छ। प्रहरी घेरामा प्रहरीलाई गाडीले पेलेर दुर्गा प्रसाई अगाडि बढ्दै हुनुहुन्छ। हामी दुर्गा प्रसाईसँगै अगाडि बढ्दैछौँ। जहाँ कसैले रोक्न सक्ने अवस्था छैन त्यसपछि प्रहरीलाई दुर्गा प्रसाईले पेलेर अगाडि बढिरहेको भएको छ। प्रहरी गाडीको चाबी खोज्न लागि परेको छ र दुर्गा प्रसाईले प्रहरीको एक लेयर तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ। उहाँ अगाडि बढिराख्नु भएको छ। यो गाडीमाथि प्रहरीले अन्धाधुन्दा लाठीचार्ज गरिरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ दुर्गा प्रसाईको गाडीलाई प्रहरीले रोकिराखेको अवस्था। उहाँले यो प्रहरीका सम्पूर्ण सुरक्षा घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढ्नु भएको छ र यति बेला 3 खुनेको यो पुलबाट अगाडि बढी 8 हिम्मत जोस हुनुपर्छ। यतिको मान्छे चाहिँ
नेपालमा हामी जनतालाई चाहेको हो है साथीहरू। तपाईँलाई के कस्तो लाग्छ है कमेन्ट गर्न सक्नुहुन्छ। तर दुर्गा प्रसाई जस्तो मान्छे चाहिँ चाहेको छ है नेपालमा है। हाम्रो दुर्गा प्रसाई अनि हाम्रो अनि हर्क साम्पाङ, मेयर बालेन शाह, गोपी हमाल जस्ता मान्छेहरू नेपालमा खाँचो छ साथीहरू। तपाईँहरूलाई देशमा अहिले होइन हाम्रो देशमा अहिले नेपालमा राजाको खाँचो छ कि चोर नेताहरूको खाँचो छ? सो तपाईँहरूले कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। अनि स्पेसली चाहिँ थ्याङ्क यू सो मच सम्पूर्ण एएमआरबी युट्युब फ्यामिली परिवारलाई। तपाईँहरूको साथ सपोर्टले गर्दा, मायाले गर्दा आज मेरो युट्युब च्यानल मोनिटाइज भएको छ। सो म धेरै खुसी छु आज। अनि स्पेसली हृदयदेखि नै धेरै 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 धन्यवाद। सो साथीहरू आजलाई भिडियो यहीँ बिटमा हेरौँ।